हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म मासु बनाउँदैछु सुँगुरको। कसरी बनाउँछु भनेर म तपाईँलाई देखाउँदैछु। म चाहिँ एकदमै सिम्पल तरिकाले बनाउँछु हैन। हल्का अगाडि बोसो भुट्ने अनि त्यस पछाडि अरू मासु लाउने अनि हल्का भुट्ने। त्यो पनि मलाई चाहिँ धेरै भुटेको सुँगुरको मासु मन पर्दैन, हल्का बोसो नै मनपर्छ। त्यही भएर मैले चाहिँ हल्का भुटेर बनाउँदैछु। यता चाहिँ प्याज र टमाटर काटेर तयार गरेँ। यता चाहिँ फेरि अदुवा र लसुनको पेस्ट चाहिँ सिलौटामा पिनेर तयार गरिसकेको छु साथीहरू। त्यस पछाडि मासु हल्का भुटे पछाडि चाहिँ प्याज लाउने हैन। प्याज पनि हल्का भुटिसके पछाडि टमाटर लाउने। टमाटर पनि हल्का भुटिसके पछाडि चाहिँ जिरा सिरा लगाउने हैन। खोर्सानीहरू के कति खाने आफ्नो इच्छा अनुसार लाउने। मैले चाहिँ यता जिरा पनि लगाउँदैछु। त्यस पछाडि चाहिँ भुटेर पानी लगाएर उमाल्ने। यो पानी सुकिसके पछाडि चाहिँ मैले ब्लड लगाएँ। मलाई चाहिँ ब्लड सुँगुरको मासुमा मनपर्छ, त्यही भएर लगाउँदैछु साथीहरू। हेर्दै हेर्दै मेरो मासु पनि तयार भइसक्यो। तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला भन्दै आजलाई यति नै। बाई बाई साथीहरू।